हेलो एभ्रीबडी, हामी चाहिँ अब अगला सरर घुम्न जाँदैछौँ। त्यस्तै हो, जस्ट रमाइलो होइन। टोपी बबाल लागिरहेछ नि भाइ, मेरो टोपी कडा कडा। हामी चाहिँ अब यस्तो घुम्न जाँदैछौँ यत्तिकै सरर ल हान्नु त देखाउनु त। रमाइलो रहेछ आजको ट्रिप। ल ल ल ल ल यस्तै छ के गर्ने जिन्दगी। यस्तै छ भन्नु न, छ होइन रमाइलो भयो। केटा मेरो पछि लाग्यो ओइ। ओ फुल त कडा फुलिरहेछ त्यता फेरि। उलिया कडा छ, धेरै हल्लिरहेछ। दिस इज माई कार भन्नु नमिल्ने, यहाँ फेरि कडा देखिरहेछ। हेलो एभ्रीबडी, आई एम हियर। रहेछ अब के भन्नु, हाम्रो चाहिँ यस्तै हो। कहिलेकाहीँ छुट्टी हुँदा घुम्न निस्किने टाइपको होइन, त्यस्तै टाइपमा हामी चाहिँ जस्ट रमाइलो गर्दै निस्किँदैछौँ बाहिरतिर। सो तपाईँहरूलाई के हुन्छ हामी म देखाउने छु। त्यस्तै हो हाम्रो जस्ट रमाइलो टाइपको होइन। यहाँको भ्यूहरू पनि बब्बाल 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 रमाइलो छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। सो त्यो उहाँ चाहिँ त्यस्तो भिडियो चाहिँ बनाउँदिनँ, त्यो पनि कहिलेकाहीँ होइन। त्यस्तै टाइपमा हुन्छ नि त रमाइलो, त्यही भएर बनाउँदैछु म हाम्रो दाइहरूसँग आइरहेको छु म। यतातिर हरियाली रमाइलो हेर्दै केही छैन, ठिकै छ। काम गर्दै बस्दै दिनहरू काट्दै जस्तै भइरहेछ हाम्रो चाहिँ। त्यस्तै टाइपमा हाम्रो रमाइलो भइरहेछ दिनहरू। के हो आनन्द, रमाइलो छ नि होइन। तपाईँको एउटा कमेडी पारामा भन्नु त केही हो। त्यो बोतल चाहिँ नदेखाउनु क्या, भन्नु त केही। के भन्छ भाइ, के भन्छ भाइ, के भन्छ भेट्छ नि अहिले। त्यस्तै रमाइलो होइन, यस्तो हरियालीमा रमाइलो गर्दै हामी चाहिँ भर्खर यहाँ फेरि सनसेट हुन आइरहेछ। कति बज्यो? 7-8 बजिसक्यो होइन बडा दाइ? बब्बाल रमाइलो हुँदैछ। डिम्बा भेट्ला नि भाइ, एक डिम्बा फेरि के एक डिम्बा भेट्ला नि फेरि। डिम्बा यस्तै हो हाम्रो लाइफ, चलिरहेछ जे जस्तो भए पनि होइन। यहाँनिर म एउटा जहिले तहिले जे सिक्यो भए पनि ल म यहाँबाट गुडेर गएको। ल बोतल चाहिँ राख्नु न। अनि ल तपाईँको कडा एक्सन देखाउनु त। ल अब चाहिँ देखाउनु। बोरा दाईको बब्बाल आइरहेछ फेरि, त्यहाँ फुलै फुल फुलिरहेछ। बब्बाल भ्युज कडा आइरहेछ। बोरा दाई पोज 2 फिङ्गर। ल ओ बोतल चाहिँ माथि राख्नु न। गयो यो मान्छे गयो, कहाँ गएको यहाँबाट झलिसक्यो। उठाउनु के भयो यो मान्छेलाई? What the heck man? बोतल पानी सर्क्यौँ। पानी बेहोसै भयो के हो? Hey brother, what are you doing man? बोतल छाड्यो, पानी चाहिँ छर्किनु
त्यस्तै हो साथीहरू हामी चाहिँ जस्ट रमाइलो गर्नु निस्केको त्यही हो रमाइलो भइरहेछ दाहरू मौज मस्ती यति गरिराख्नु भएको छ तर यहाँको जो भ्यूहरू चाहिँ कडा रमाइलो छ क्या एकदम स्याड भयो भने ह्याप्पी बनाइदिन्छ चाहिँ यहाँको भ्यूहरूले हेर्नु सक्नुहुन्छ तपाईँहरूले ओ दाइ यता यता कहाँ उता जानु हौ यहाँ खोलामा बस्ने हो के लो त्यता के छ र त्यहाँ झन् त्यता झन् केही पनि छैन यता आउनु न यता त्यहाँ खोलामा बस्ने हो के भनेको दाइहरू फेरि के आउनु हो आउनु फुलै फुलको बगैँचामा भने जस्तो त्यहाँ बसेर कहाँबाट हुन्छ हामी चाहिँ उयो खोलामा बस्ने हो के एक दिनमा हाल्नुपर्छ भुटे लान्छु के भने केटी जति सबै सबै हाली भुटे अब मेरो भल चाहिँ बाल बन्ला जस्तो छ है जस्तो लाग्छ अँ भुटे अब हामी चाहिँ यता चौरीतिर होइन उता खोलातिर जानेवाला छौँ त्यो खोलातिर बबाल हुन्छ नि त्यहाँ खोलामा बस्ने चटपानी खेलाउँदै बस्ने अरे कि खोला त उता थियो नि त सानो खोला टेकको त्यही त खोला हो नि त लो बारी ठुलो होइन त्यो जम्मा भएर बारी सनसेट भइरहेछ है पछाडिको भ्यू पो बबाल छ त यो बादल बादल हो यो आकाश होइन कस्तो बबाल छ कि छैन काठमाडौँ जस्तो त यहाँ बारी हुँदो रहेछ नि लेखेर बबाल भएर फुलै फुलको यता बगैँचा देखाउनु यस्तो टाइपमा होइन जस रमाइलो भएर छ हामी चाहिँ जाँदैछौँ खोलामा बसेर दारू सारू हान्नु रमाइलो भइरहेछ घोप्टेले केटी जति सबै लहाटी हाल्यो